बिदाको दिन फ्रेस हुनलाई यहाँ कति धेरै ठाउँ अनि भ्यूहरू छ। आज म बसेको रुम नजिकै रहेको बीच अनि फ्यामिली पार्क मेमोरी क्याप्चर गर्नलाई भिडियो बनाउँदैछु। टाइम भयो हेर्नुहोला। आबुधाबी खल्दिया बवाल लाग्छ मलाई। आबुधाबी मेरो फर्स्ट एब्रोड एक्सपिरियन्स हो अनि यो देखिएको सेराटन होटल मेरो फर्स्ट आबुधाबी वर्क प्लेस। म बस्ने रुमको ठ्याक्कै अपोजिट रोड पारी। यहाँ चाहिँ मैले 9 महिना टाइम दिएँ र सेराटनले चाहिँ मलाई कामको नलेज र फ्युचरको लागि एक्टिभ हुन हेल्प गर्यो। पैसा त हल्का फुल्का थियो, लिमिट। देन म अहिले गरिरहेको चाहिँ सेकेन्ड वर्क स्टेसन क्याफे डेल मार। त्यो अलि टाढा छ, 1 घन्टा जति लाग्छ ट्रान्सपोर्ट। र क्याफे डेल मार चाहिँ एस आइल्यान्ड एसबीमा छ। टाइम मिले आउनु, रमाइलो छ। मैले काम चेन्ज गर्नुको कारण चाहिँ पछि कुनै समय बयान गरौँला। अहिले चाहिँ म बस्नेबाट हिँडेर मात्र अराउन्ड लाइक 5 मिनटमा आइपुग्ने फ्यामिली पार्क। नेपालमा हुँदा पार्क भन्ने बित्तिकै पिकनिक टुर भन्ने याद आउँथ्यो अनि हामी त्यसको लागि जान्थ्यौँ। बट यहाँ पार्क चाहिँ अफडेमा साथीहरू मिलेर बारबेक्यू, एक्सर्साइज र आफूलाई अब कामको थकान, टेन्सन दूर गर्नलाई एकछिन रिल्याक्स गर्ने ठाउँ चाहिँ पार्कमा पाइन्छ। मलाई त्यस्तो लाग्छ। रमाइलो हुन्छ, फिलिङ गुड भनिन्छ नि, हो ठ्याक्कै त्यस्तै। पार्क पनि यहाँ फ्री छ, त्यस्तो पैसा त्यस्तो चार्ज केही छैन। तर यहाँको हुन्छ नि हरेक कुरा कति मजाले डेकोरेट गरेको हुन्छ, सबै कुरा वेल म्यानेज। रमाइलो लाग्छ यहाँ सबै। तर समर मात्रै हो। समर पनि आउटडोरको लागि। रुममा त 12 महिना नै विन्टर, सधैँ ब्ल्याङ्केट। र यहाँ भएको अन्डरग्राउन्डको त के कुरा गर्ने, क्या दामी। वाल पनि क्या मजाले डिजाइन गरेको हुन्छ, डेकोरेट गरेको हुन्छ। वाल पेन्टिङदेखि लिएर सबै कुरा, पानीको फहरा, ओहो। मलाई चाहिँ यहाँको कन्सेप्ट सबै यस्तो फास्ट अनि सक्सेस लाग्छ नि। इफ मेरो देश पनि यस्तै हुन्थ्यो भने कति दामी हुन्थ्यो। म्यानेज चाहिँ अलि नभएको हो, नत्र नेचरमा त बवाल हो नि मेरो देश नेपाल। र बिचको भ्यू नै फरक। यहाँ बसिरहँ लाग्ने, हेरिरहँ लाग्ने। भन्छ नि काम गरेपछि के, कामको थकान अनि टेन्सन भुलाउने व्यवस्था भन्छु म चाहिँ। एकदम मजा, एकदम आनन्द, रिल्याक्स फिल हुन्छ।